acoustic guitar blend with the gentle sound of the waves crashing against the shore. A serene melody weaves through the breeze, creating a यो चाहिँ हाम्रो पानी नाप्ने यन्त्र पानी कति घटबढ छ कति बढ्छ कति घट्छ भनेर चेक गर्ने अनि यो चाहिँ हाम्रो अस्थायी पुल हामीसँग बाजे हुनुहुन्छ हामीसँग यहाँ हिरो यहाँ पारी क्यामेरा राख्नु आउँछ त क्यामेरा राख्नु ठाउँ छ क्यामेरा राख्नु ठाउँ छ रेड पान्डा पाउँदैन यहाँ निगालो छ ए निगालो रहेछ रेड पान्डा होला त यहाँ हेलो गाइज वेलकम टु माई ब्लग रेगुलर भन्दा 1 करोड वर्षपछि मैले ब्लग बनाउँदैछु अब हामी लागौँ बाजी लागौँ ल हामी हाम्रो फिल्ड यात्रामा छौँ धेरै पछि भिडियो बनाउने अवसर पाइयो विकास सँगसँगै विनाश पनि भइरहेको छ यो ठाउँमा यो त जहाँ पनि हुने कुरा हो यो पुरै अनकन्टा ठाउँमा छौँ हामी यो चाहिँ मेरो एउटा पर्सनल ओखर फार्म हो अहिले हेर्ने मान्छे नभएर यहाँ ओखर जताभावी ओखरहरू भुइँमा जताभावी ओखर देखाउँछ यस्तो राम्रो छ ओखर ए बाजे ओखर खाँदै के हाल्नु माथि फुटा खाँदै गरौँ क्या ए दिनभरि लाग्छ ओखर बुढा खायो त त्यही भन्छ दिनभरि ओखर खाने त्यहाँदेखि यहाँनिर पर्थ्यो यो पुरै ओखरको रुखहरू हो यो सबै ओखरको फार्म जाङ्गो छ काठे हो ल हाम्रो कफी पाक्दैछ अनि यहाँ हामी रोटी खाँदैछौँ रोटी नास्ता हाम्रो लन्च आजको चट्ट यहाँ छेउमा क्याम्प फायर बाबा क्याम्प फायरमा आगो ताप्दै रोटी खाँदै कफी पिउनुको मजा बेग्लै छ यो चाहिँ मेरो ओखर फार्म मेरो निजी ओखर फार्ममा छौँ हामी यहाँ चाहिँ पुल थियो पुल भत्किसकेको छ अहिले भत्काएर फेरि नयाँ पुल बनाउँदो रहेछ नि यहाँ कफी हुँदैछ कफी चाहिँ अहिले कडक बनाएको छु है मैले उम्ल्यो ल बन्द गरिदियो त्यो पहिले यो ताउलो हटाउ न दिस इज ब्ल्याक कफी स्ट्रङ ब्ल्याक कफी ल हामी त यस्तोमा बसेका छौँ अहिले त बड्डा आउँदैछ टिकटक बनाउनु भयो है हजुर टिकटक भाइरल हुने चाहिँ भिडियो बनाऊ है
खै कहाँ छ पुग्छ हेरौँ त्यो त फर्किने गरी जान्छु नि राजु मास्टरको क्रस क्रस भयो क्रस क्रस भयो यार कहाँ माथिसम्म जाने हो कि यहीँसम्म हो माथिसम्म त्यो मेसिनलाई खाना पुर्याउन जान्छ ए यहीँसम्म यहीँसम्म जाने हामी वा 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 कस्तो दामी ल यो खोला क्रस गरेर आयो हामीहरू राजु मास्टर ग्रेट यो रोडमा पनि गाडी चढ्यो यार फर्स्ट टाइम चढ्यो यार ल उद्घाटन गरियो त्यही पनि डोजरमा उद्घाटन गरियो नत्र कहाँ माथि हेर न त्यहाँ टुप्पो चढ्नुपर्छ माथि हल्लिँदो रहेछ त्यहाँ त्यहाँ हाल्यो त्यहाँ हल्लिन्छ फाइनली यो एरियामा पुग्यो फरेस्ट एरियाभित्र छिर्यो हामी के यहाँ त आगो लाग्यो हो क्या यार आगो यहीँबाट सल्कियो हो त माथि यहाँ त बबल आगो लागेको छ त ल हामी कफी पकाएर कफी सेलाइसक्यो ड्रोन उडाउँदा उडाउँदा कफी खाने बिर्सेछ अब हामी करेन्ट पकाएर खाने अब शरीरमा करेन्ट लगाउने करेन्ट खाएर यहाँ छेउमा खोला छ खोलाको छेउमा कफी खाँदै ए यहाँ गाइजहरू करेन्ट बनाउँदैछन् चारजनाले चारवटा बनाउँदैछन् अनि यहाँ छेउको भ्यू म देखाउँछु यहाँ चाहिँ पुल छ यस्तो छ ल पाक्यो 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 यो के पाक्यो यो करेन्ट के पाक्यो करेन्ट करेन्ट कचुराहरू रेडी कुकम्यान इज रेडी खाने मान्छे रेडी हेर्ने मान्छे रेडी ए आगो बल्दैन नि त खिच्ने मान्छे अब गरिदियो ताकि बन्द गरिदियो बन्द गरिदियो मुख धुयो होइन है मुखै धुवा छ नि चाउचाउ खाने अब चाउचाउ ल हामी ओह्रालो झर्दैछौँ अहिले ओह्रालो बाटो खै कुन ओह्रालो
ओह्रालो एक ओह्रालो त हो सामा कुन सामो योक ल जाउँ केटा गाई जाउँ कुनबाट फर्केर बाबा दामी देख्दो रहेछ नि यहाँ यो ओह्रालोमा हिँडेको त बबाल देख्दो रहेछ यार ग्यालदोर्जी त्यो कोरेलले खाएको देखाउँ त बाजे हो यही हो यो चाहिँ यो फ्लाइङ स्क्वायरलले खाँदो रहेछ यो तर अहिले चाहिँ फ्लाइङ स्क्वायरल हामीले देख्न सकेनौँ यो एरिया चाहिँ एपिक रहेछ त्यसको लागि ओखर चाहिँ जति कति रहेछ यहाँ ओखरहरू स्क्वायरलले खाएको नि रहेछ टन्नै यो कोरेलो यहाँ चाहिँ खै कोरेलो चाहिँ यसरी खान्छ अर्को कोरेलो चाहिँ यसरी खान्छ यो कोरेलो चाहिँ यसरी खान्छ यो के गरौँ क्या के माला बनाउने क्या पहिला बच्चा बनाउँछ त हामी हाम्रो त्यो मानेमा लगाउँछ हो यो लिएर जानु नि त नि लैजाउँ क्या माने सिद्धिसक्यो अर्को वर्षको लागि निमटाङ मानेको लागि लिने गरी बेचौँ क्या है त किन्नु न चाहिने हो म त माने मन नपर्ने मान्छे कस्तो दाँत कडा माने कि मैले यो चाहिँ फ्रेस नयाँ खाएर रहेछ कि यो नयाँ खाएको रहेछ यो केही पनि राखेको छैन भित्रको सब सिद्धि खाएछ र पहिला हाम्रो त्यो मानेमा त्यो के हो यो सब खाएछ भने त एउटा पनि खेर फालेको छैन यहाँ कडा कडा यो माला लगाएर जान्छ यो पुरै यो ओखरै ओखर हो क्या ओखरको जङ्गल यो चाहिँ मेरो अर्को फार्म हो यो त्यहाँ माथि घार राखेर चाहिँ यो बिचमा घार राखेर जाउँ भने दुईजना यार ओखर खाएर बस्छ यार दुईजना यार झोलाभरि ओखर हालेर पुगेन अझै मेरो फार्मबाट फ्रीमा लैजानुहोस् क्या तपाईँ गाउँमा मेरो ठाउँ भनेर बाटोमा छ कि छैन यो मान्छेले के यो बाटो नआउँदा बाटो बिर्सिएको छ यार कर्णालीको तिरैतिर जानु पर्यो अहिले